हेलो सबैलाई स्वागत छ नयाँ भिडियोमा। आजको हाम्रो टपिक रहेको छ पार्किङ लट कसरी राम्रैसे व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा। अगाडि देख्नुभएको स्ट्रक्चर चाहिँ दुई तले पार्किङ लट है। आज हामी यसको बारेमा जानौँ। सुरुमा रमाइलो कुराबाट सुरु गर्छु। सुरुमा यो देख्दा चाहिँ यस्तो सानो पिल्लर माथि छ, कसरी धान्छ होला भन्ने लाग्थ्यो। आफैलाई युज गर्न पनि डर लाग्थ्यो क्या, युज टु नभएर। अब यसलाई राम्रैसे हेर्नुहोस् है, यसले चाहिँ फुटपाथ छेकेको पनि छैन। एक्जिस्टिङ रोडमाथि दुई तला पार्किङ लट छ, एउटा जाने र्याम्प छ है, स्टिलको मजाले, र यसमा सयौं कारहरू पार्क गर्न मिल्छ। नेपालको सित तुलना गर्ने हो भने बाइक राख्ने हो भने कति अड्छ होला। त्यही पर्पजले सेयर गरौँ भनेर नेपालमा यस्तो देखेको थिइनँ मैले, त्यही भएर नेपालमा यस्तो गर्न सकिन्छ होला खर्चको हिसाबले, नेपालमा जग्गा नभएको हिसाबले है। छुट्टै पार्किङ लट बनाउने गरेर त जग्गा कोही पनि छैन नि त। सरकारले चाह्यो भने अरबौँ त जग्गामै हाल्नुपर्छ होला है। त्यही भएर यस्तो कन्सर्न अथोरिटीहरूले नि हेर्नुभयो भने नेपालमा यस्तो स्ट्रक्चर पो युजफुल हुन्थ्यो कि भन्ने हिसाबले यो भिडियो बनाउँदैछ। जस्ट सेयरिङको लागि मात्रै, मन परेछ भने हेरिदिनु होला र कन्सर्न अथोरिटीहरूलाई पनि सुनाइदिनु होला। अब नेपालसित कम्पेयर गरौँ है। नेपालको ठुल्ठुलो सिटीहरूको जति हामी सेन्टरमा जान्छौँ पार्किङको समस्या उति छ है। नयाँ पार्किङ बनाउँ भने पनि सरकारलाई जग्गाको पनि समस्या होला। अनि वर्षेनी बढिरहेको कार चढ्ने पपुलेसन, यसरी नै मोटरसाइकलहरू वर्षेनी बढिरहेछ है। यी सबैलाई ट्याकल गर्नको लागि चाहिँ यस्तो स्ट्रक्चरहरू हेल्पफुल हुन्थ्यो होला। हेर्नुहोस्, यहाँ मजाले दुईतिर कार पार्क गर्न मिल्छ है। नेपाल जस्तो ठाउँमा जहाँ चाहिँ जग्गाकै समस्या छ, त्यहाँ चाहिँ सरकारले राम्रो नीति बनाएर आफ्नो पैसा पनि लगाउनु परेन, बरु प्राइभेट कम्पनीहरूलाई नै इन्भाइट गर्ने, राम्रो पोलिसीले उनीहरूलाई रेगुलेट गर्ने, ताकि उनीहरूले भोलि जनतालाई ओभरचार्ज पनि नगरून् होइन। अनि जस्तै ठुल्ठुलो सिटीहरूले यस्तो इनिसिएट गर्न सक्छन् होला। जस्तै काठमाडौँमा न्युरो ठमेलहरूमा यस्तो बनाउने हो भने बालेन्जीहरूले होइन, त्यसमा चाहिँ सुरुवात गर्न सकिन्छ। पहिला एउटा दुईटा स्ट्रक्चर बनाएर हेर्दा हुन्थ्यो होला। त्यसमा अघि नै कुरा गरिहाल्यो, भुइँचालो कतिको प्रतिरोधात्मक हुन्छ, रिलायबिलिटी, फिजिबिलिटी सबै स्टडी गरेर होइन, त्यसलाई चाहिँ प्रयोगमा ल्याउन सकिन्छ। मजाले कस्तो मजाले इनफ स्पेस हुन्छ। यहाँबाट पार्क गर्यो, बजार गयो। अझै आज यो बिदाको दिन भएर हो, अफिसको दिनमा त यहाँ मजाले कारहरू हुन्छ। र त्यहाँ लिङ्क पनि राखिदिएको छ, बिल्डिङभित्रै हुन्छ। कति अझै यो स्ट्रक्चर मात्रै होइन, कति ठाउँमा त खोइ यो पब्लिक प्राइभेट हुन्छ कि कस्तो हुन्छ, बिल्डिङभित्रै पनि लिङ्कहरू त मान्छेहरू हिँड्न मिल्ने कनेक्सनहरू राख्दै हुन्छ कि। अब उनीहरूले कसरी बनाएका हुन्छन् त्यो विधि डिटेल त मसँग छैन होइन, तर यस्तो स्ट्रक्चरहरू हेर्नु यहाँ पनि टक्क मान्छेलाई हिँडेर डाइरेक्ट उता बिजनेस कम्प्लेक्सतिरै जान मिल्छ कि। हस् त, मेरो मेन पर्पज चाहिँ इस्यु देखाउने भन्दा पनि त्यहाँ उनीहरूले गरेको उपायहरू देखाउने हो। नेपालमा नि यस्तो गर्न सकिन्छ है, राम्रो कुराहरू हामीले पनि कपी गर्न सकिन्छ भन्ने हिसाबले देखाउँ भनेर हो। यहाँहरूले यति इन्जोयले हेरिदिनु भयो।
धेरै धेरै धन्यवाद। मन परेमा लाइक र सब्सक्राइब गर्नुहोला, साथीभाइलाई पनि देखाइदिनु होला। भएछ भने कन्सर्न बडीजहरूसँग पनि सेयर गरिदिनु होला। र आगामी दिनमा पनि कुनै पनि फिल्डमा नेपाललाई काम लाग्ने, नेपालमा हामीले पनि प्रयोगमा ल्यायो भने हामी सबैलाई फाइदा हुने टाइपको टपिकहरू छ भने चाहिँ म यसरी नै भिडियो सेयर गर्ने प्रयास गर्नेछु। थ्याङ्क यू फर वाचिङ।